मिठो छ हे एभ्रीवान नमस्ते सेवा वेलकम ब्याक टु माई युट्युब च्यानल म चाहिँ अप्सरा राई सधैँसरी फेरि पनि मैले मुखबाङ लिएर आइसकेको छु मैले चाहिँ आज के मुखबाङ लिएको छु भन्दाखेरि चाहिँ मसँग छ वाटरमेलन कति केजी भन्नुहुन्छ भने चाहिँ 4.5 केजी हैन मुखबाङ गर्न आँटेको छु अनि आज चाहिँ मसँग मुखबाङमा को हुनुहुन्छ भने चाहिँ मेरो छोरा नमस्ते गरिदिनुस् अनि मेरो भान्जी हामीले चाहिँ 4.5 केजी मुखबाङ गर्न आएको छौँ हामी 3 जनाले अनि 4.5 केजीमा आधी केजी त हिजो मैले काटेर पनि खाएँ होला अनि आज चाहिँ 4 केजी चाहिँ हामीले रेडी गरिसकेका छौँ सो अब के कस्तो हुन्छ हेर्दै गरौँ है त तर यो पुरै देखिएन नि अनि हामीसँग रहेको छ काँक्रा पनि रहेको छ तर यो उहिले गर्दाखेरि देखिँदैन थम्बनेल अनि सो साथीहरु हजुरहरु मेरो च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न अवश्य पनि नभुल्नु होला है त सब्स्क्राइब गरिदिनुस् मामुलाई भन त लु सब्स्क्राइब गरिदिनु होला अनि सो साथीहरु के कस्तो हुन्छ भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला अब हामीले सुरु गर्नुपर्ने हुन्छ नानी मानेको छैन सो अब चाहिँ हामी खानालाई सुरु गर्यौं है त साथीहरु खाऊ छोरा खाऊ टाइम ल खानुस् मिठो मिठो छ भन्दै होला मिठो मिठो मम्मी हाई मिठो छ भन्देऊ न मिठो छ साथीहरु भन त साथी मिठो छ हाँ मिठो हाई मामु हाई मामु मामु होइन साथीहरु हाई गर्दै न अया बिस्तारै खानु बिस्तारै मम्मी हजुर आई मम्मी ल आइ भइसक्यो
हामीसँग काँक्रा पनि छ है अझै मजाले खानुस् छोरा अझै मजाले खानुस् हो अझै छ भयो ल भयो भन्नुभएको होइन कृपया सिपुस्ने अनि मात्रै खानु छिटो नत्र म दिन्न नि फेरि अहिले चाहिँ हाम्रो हेर्छौँ अनि मात्रै फ्याल्दैन दाना टोकेर केही भएन पाल्ने हजुर खाऊ ल हाई हाई आमाले खानु बाबा आऊ भयो निस्किनु कहाँ त्यसो बाहिर आऊ आऊ बाहिर निस्किनु बाहिर बाहिर खान्छ र हौ मलाई तँलाई यो दिएको ल ठुलो ठुलो दिदी तिमी बसेर खानु तिमी बसेर खाऊ दिदीलाई म अहिले दिन्छु खाऊ 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 मिठो मेरो छोराको चाहिँ फर्स्टचोटि मम्मीसँगको मुखबाङ है नि मम्मीसँग बसेर खाएको फर्स्टचोटि हो दिदी नहल्ली खानुहोस् दिदी नहल्ली दिदी म खान्छु गयो एउटा तिमी खानु ल अलि पर्छ त सो साथीहरू हामीले चाहिँ खरबुजा 4 केजी चाहिँ खाइसक्यौँ अनि सो साथीहरू आजको मेरो मुखबाङ चाहिँ छोरा र भान्जीसँगको हो सो के कस्तो लाग्छ हजुरहरूले अन्तिमसम्म हेरेर इन्जोय गरिदिनु होला आजलाई भिडियो यति नै बाबा मलाई चुप्पा गरिदिनु नि त एकचोटि ल